के तपाईहरु चाहिँ यो सब्जीहरुमा पानी लाउँदा यसरी लाउनुहुन्छ, यसरी नलगाउनुहोस्। तपाईहरुलाई एउटा म सजिलो तरिका सिकाउँछु। एकछिन तपाईले टाइम लिएर चाहिँ मेरो भिडियोलाई हेर्नुहोस् है त। र तपाईहरुले कुनै पनि एउटा फ्याकेको बोतल ल्याउनुहोस् यस्तो सानो है, र त्योसँग एउटा पाइपको टुक्रा है, र यो बोतललाई चाहिँ यति बेला तपाईले काटिदिनुहोस्। र तपाईले अब यसलाई चाहिँ लिएर आगोमा सबैभन्दा पहिला चाहिँ यो पाइपलाई अलिक तताइदिनुहोस् है। यो मुखलाई चाहिँ तपाईले यसलाई अलिकति भिजाइदिनुहोस् ताकि यो चाहिँ चुम्काउँदाखेरि त नपसोस् है। अब तपाईले यसलाई चुम्काइदिनुहोस्। र यी साथीहरु यसरी बनाउनुहोस् है तपाईले मज्जाले। र मजबुतीको लागि तपाईले अझै अलिकति ट्युबहरु छ भने तपाईले यसरी बान्दिनुहोस् है मज्जाले जानु सक्छ है। टाइट गरिसकेपछि चाहिँ र दुईटा ढक्कन ल्याउनुहोस् है। एउटालाई चाहिँ नछेर्न पार्नुहोस् र एउटालाई चाहिँ तपाईको सानो काँटीहरुले क्या यस्तो काँटीहरुले छेर पारिदिनुहोस् जग्गा। अब यसलाई मैले दुलो बनाएँ है। यसलाई चाहिँ मैले दुलो बनाएको छुइनँ किनभने तपाईहरुलाई अहिले देखाउँछु ल। अब जाउँ है अब त्यहाँ पानी भएको जग्गामा। अब तपाईले यसरी लाउन सक्नुहुन्छ है मज्जाले पानी है। अब यसरी गरेर तपाईले मज्जाले सब्जी भारीहरु यसरी भिजाउन सक्नुहुन्छ तपाईहरुले है। र अब सब्जी भारी भिजाइसक्यो पानी यसरी खेरो फाल्नु त भएन है। पानीको कति महत्त्व छ र यो पानी पुरा फोर्सको पनि छ है पानी। अनि तपाईहरुले यसलाई खोल्दिनुहोस् ढक्कनलाई। यसलाई खोल्दिनुहोस् र यो अघि छेर्न पालेको ढक्कन थियो नि यसले चाहिँ तपाईले अलिकति भित्नेर डर हुन्छ है। यसरी बन्द गरिदिनुहोस्।